यो एक सो हो जसको नाम सुने मात्र पैसा पावर र बिजनेसको तस्बिर आउँछ। यस, म कुरा गर्दैछु सार्क ट्याङ्क नेपालको। तपाईँले पनि सोच्नुभयो होला आखिर के हो त यो सार्क ट्याङ्क नेपाल, कसरी काम गर्छ र किन सबै एन्टरप्रेनरहरू एक्साइटेड छन्। सार्क ट्याङ्क एक ग्लोबल बिजनेस रियालिटी टिभी सो। एन्टरप्रेनर्सहरू आउँछन्, आफ्नो आइडिया या चलिरहेको बिजनेस पिच गर्छन्, अनि सार्क्स जुन जजहरू हुन् त्यो आइडियामा इन्भेस्ट गरेर डिसिजन लिन्छन्, पैसा दिन्छन्, मेन्टरसिप दिन्छन् अनि त्यो बिजनेसलाई स्केल गर्न हेल्प गर्छन्। यो सोले दुनियाँका हजारौँ स्टार्टअपहरूको जिन्दगी बदलिसकेको छ। यो सो सबैभन्दा पहिला सुरु भएको हो जापानबाट, नाम थियो टाइगर्स अफ मनी। अनि पछि युएसले बनायो सार्क ट्याङ्क, युकेमा ड्रागन्स डेन, इन्डियामा सार्क ट्याङ्क इन्डिया र अब नेपालले नि बनायो सार्क ट्याङ्क नेपाल। नेपालमा थुप्रै ट्यालेन्टेड युथहरू छन् जसको आइडिया छ, इनर्जी छ, बट आफ्नो सपना पुरा गर्ने सोर्स छैन, फन्डिङ छैन, मेन्टर छैन अनि एक्सपोजर पनि छैन। यो ग्यापलाई फुलफिल गर्न सार्क ट्याङ्क नेपाल आएको हो। यो हो त्यो प्लेटफर्म जहाँ एक पिचले तिम्रो बिजनेसलाई करोडको भ्यालु दिन सक्छ। सो सार्क ट्याङ्कले एन्टरप्रेनर्सलाई कसरी हेल्प गर्छ? फन्डिङ, आइडिया मन पर्यो भने करोडसम्म इन्भेस्ट गरिन्छ। मेन्टरसिप, टप बिजनेस लिडर्ससँग काम गर्ने चान्स। एक्सपोजर, नेसनल टिभीमा पुरै नेपालले तिम्रो ब्रान्ड चिन्छ। नेटवर्क, सार्कहरूको बिजनेस नेटवर्कले ग्रोथ पुस्ट दिन्छ। सार्क ट्याङ्क नेपालमा छन् नेपालका रियल लाइफ टाइकनहरू। आइएमई ग्रुपको एमडी हेमराज ढकाल, आइएमई ग्रुपको चेयरम्यान चन्द्रप्रसाद ढकाल, अग्नि ग्रुपको क्याबिनेट श्रेष्ठ फोइथ एमडी ऋतु सिंह वैद्य र ज्योति ग्रुपको सौरभ ज्योति। यस, यो सबै जजहरूले तिम्रो आइडियामा पैसा नि दिन्छन् र डिरेक्सन नि। सार्क ट्याङ्क नेपाल यो जुलाई 2 देखि सुरु हुन गइरहेको छ भने यो नेपाली स्टार्टअप इकोसिस्टमको गेम चेन्जर हुनेछ। तपाईँले बनाएको एप, बनाएको प्रोडक्ट या एकदमै युनिक आइडिया सबैलाई यहाँ देखाउन सकिन्छ। अब पैसा कमाउने कुरा सार्कहरूसम्म पुग्न थालेको छ भने यो हो सार्क ट्याङ्क नेपाल र यो च्यानलको नाम हो पैसाको रहस्य, जहाँ हामी पैसा, आइडिया र स्टार्टअपको कुरा गर्नेछौँ, त्यो पनि नेपालीमा। डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। स्टे ट्युन्ड, पैसाको खेल अब नेपालमा।